हेलो नमस्कार सम्पूर्णमा। राजापुर नगरपालिका वडा नम्बर 7 शंकरपुर गाउँ बर्खायाममा पुरा चुब्लुङ्गै डुब्ने भएको हुनाले वार्ड नम्बर 7 का जनप्रतिनिधिहरू शंकरपुर गाउँका वर्गरज्यूहरू सम्पूर्णमा मेरो नमस्कार। एउटा विषय के हो भने मनमा लागेको कुराहरू धेरै जस्तो म यो बुढीखोला तटबन्धनको बारेमा धेरै बोलिरहेको हुन्छु। अरू शंकरपुर गाउँका साथीहरू हुनुहुन्छ, जनप्रतिनिधिहरू हुनुहुन्छ, कार्यकर्ताहरू हुनुहुन्छ, तर उहाँहरूले कहिले आवाज उठाउनु हुँदैन। किन यस्तो? बर्खा लागिसक्यो। सुन्नुहोस्, वार्ड नम्बर 7 मा डुब्ने एरियाहरू धेरै जस्तो सुकुनबासी, कमयामुक्ति अनि निम्न वर्गका 2-4 कट्ठा जग्गा किनेर घरवास गरेर बस्दै आउनु भएको उहाँहरूको घरमा बर्खायाममा धेरै जस्तो बुढीखोलादेखि पानी गइरहेको हुन्छ, डुबिरहेको हुन्छ। अहिले चाहिँ नेकपा एमालेको सरकार हुँदा पनि त्यो ठाउँमा विकास हुन सकेको छैन। वार्ड नम्बर 7 मा पनि नेकपा एमालेको राज छ अनि यस्तो कामहरू किन नभएको होला? यदि पार्टीले गर्दैन भने पनि वडा नम्बर 7 शंकरपुरका बर्गरज्यूले जनताहरूलाई एकट्ठा गरेर जुन ठाउँमा फुटेको छ, पिछले साल यति धेरै ठाउँदेखि पानी आइरहेको थियो फुटेर, मेरै घरभित्र पनि पस्न खोजिरहेको थियो पानी। धेरै घरहरू डुबेका पनि थिए। गोलगोलान टोलमा लगभग एउटा घरलाई त पुरा घेरेको पनि थियो पुरै पानीले, र एउटा 2-3टा घरमा पानी पसेको पनि थियो। त्यहाँ गोलगोलान टोलमा पुरै पानी पुरा छ्यापछ्याप्टी थियो, कम्मर पानी थियो। बुढीखोलो ब्याग भएर आउनु भन्दा पनि बुढीखोलोदेखि पानी ढिक छल्केर आइरहेको छ। त्यहाँ जग्गादेखि त्यो अरू भन्दा त्यो फुल भएर पानी ब्याग आउँदा त त्यसले त्यति केही फरक परेको छैन, त्यति हुँदैन। जस्तै कि माथिदेखि नै पानी आइरहेको छ छल्केर, त्यो ठाउँमा त तपाईहरूले केही रोकथाम गरिदिनु पर्ने थियो हैन? हजुरहरूले गरिदिनु हुँदैन। अरू नभन्दा पनि त्यो ठाउँमा तिकुरे, कट्टा, बालुवा इत्यादि हालेर रोकथाम गराइदिनु हुन्थ्यो कि शंकरपुर गाउँको बर्गरज्यूलाई म भन्न अनुरोध गर्न गइरहेको छु। र अहिले एमालेको सरकार माथि छ अनि वाडा पनि एमालेको छ, तर मैले भन्दाखेरि फेरि हजुरहरूलाई के अरे पीर लाग्न सक्छ। एमालेको गफ मात्रै भयो साथीहरू। हाम्रो क्षेत्र भनेको डुमान क्षेत्र हो। त्यो क्षेत्रलाई हजुरहरूले कमसेकम अरू नसके पनि कट्टा, बालुवा इत्यादिले जुन ठाउँदेखि पानी फुटेर छल्केर आइरहेको छ त्यो ठाउँहरूमा लगाइदिनु हुन अनुरोध गर्दछु। आज जेठको 11 गते भइसक्यो, अब बर्खा लागिसकेको छ। यदि अब त्यो पानी पस्यो भने पनि रेड क्रसका कार्यकर्ताहरू वार्ड नम्बर 7 मा हुनुहुन्छ। त्यहाँ म पिछला साल म घरमा हुँदाखेरि घरमा पानी पसेको छ, तर अगाडिदेखि फोन आउँदा रेड क्रसका साथीहरूले घरमा कसैको पानी पसेको छैन भनेर उहाँहरूले भन्नुभएको रहेछ। म जग्गा जाँदाखेरि म त्यस्तो चीजहरू देखेर मेरो छाती फुटेर
के भन्ने गाउँको पीडाहरू धेरै छ। डुबान परेको पिछला साल घोलगोलान टोल पुरै डुबेको थियो। त्यसपछि गएर यो के भन्छ नन्दराम टोलमा पनि पुरै पानी पसेको थियो। सबभन्दा धेरै तहल्का पिटेको घोलगोलान टोल र वीरबहादुर टोलमा पुरै पानी पसेको थियो। त्यो पानी चाहिँ अगाडि ओम प्रकाश यादवको घरसम्म त्यो नाला बनेको छ। बुढीकुलोदेखि टचिङ भएर त्यो नालादेखि नै सिधै ब्याक गरेर उता अगाडिसम्म गयो पुरै। जोहेरको घरमा त्यो गोडिया टोलमा पुरै पानी छ्यापछ्याप्ती पुरै पानी भएको थियो। तर हामीले त्यो भन्न खोजेको हो, मैले त्यो भन्न खोजेको हो, बुढीकुलादेखि पानी छल्केर जुन ठाउँबाट मूल बनेर फुटेर आएको छ त्यो ठाउँ त हजुरहरूले जाली नत्र ढुङ्गा पत्थर नभए पनि कमसेकम बोरा र माटो इत्यादि लगाएर त हजुरहरूले तटबन्धन गरिदिनु हुन्छ कि भन्ने आग्रह गर्दछु। हजुरहरूले भाषण मात्रै दिनुभयो तर काम चाहिँ गर्न लाग्नु भएन। मेरो कुनै माग पनि होइन, यस्तो यताउता कुनै माग पनि होइन। हजुरहरूले जनप्रतिनिधि हुनुभएकोमा त्यस्तो कुनै गुनासो पनि होइन। हाम्रो गुनासो भनेको के हो भने जुनसुकै पार्टी हो त्योसँग हामीलाई सरोकार छैन। हामी स्वतन्त्र नागरिक हो, जसले हामीलाई सेवा सुविधा भन्दाखेरि पनि हामीले कि तपाईँ ल्याउनुहोस् भात म खान्छु भनेको छैनौँ। हामीले त्यो भनिरहेको छौँ कि हाम्रो एरियालाई तपाईँहरूले कमसेकम बर्खायाममा पानी नआओस् भन्नको लागि तटबन्धन, जाली नदिनुहोस्, केही नदिनुहोस्, कमसेकम कट्टा र माटो दिएर त कमसेकम रोकथाम गरिदिनुहोस्। यति त हजुरहरूको अलिकति होला नि त, कि एकैचोटि हजुरहरू त्यो भोट माग्नलाई मात्रै आउनुहुन्छ। अहिले त एमालेकै सरकार छ, एमालेको वडामा विकास भएको छैन। मेन विकास जनताले त्यो मागेको छैन। तपाईँ ल्याउनुहोस् म भात खान्छु भनेर जनतालाई जुन सुविधा चाहिएको त्यो सुविधा तपाईँहरूले दिन सक्नु भएको छैन। शङ्करपुर गाउँ पुरै डुबान हुने समय आइसक्यो तर तपाईँहरूको अहिलेसम्म ध्यान आकर्षण भएको छैन। मेरो घरको छेउबाट अलि परदेखि बुढीकुलोदेखि 4-5 जग्गादेखि पुरै पानी माथि छल्केर आउँछ। ढिक पुरा तल छ, फुटेर पुरा बाटो बनेको छ धेरै जग्गा। तर तपाईँहरूको त्यहाँ मैले जनप्रतिनिधिहरू एमालेका कार्यकर्ताहरूलाई सदस्यहरूलाई सबलाई भनेको थिएँ, तर उहाँहरूले अहिलेसम्म कानमा तेल हालेर बस्नुभएको छ। तर त्यो काम चाहिँ गर्नु हुँदैन, गराउनु पनि हुन्न। हाम्रो वार्ड नम्बर 7 शङ्करपुरमा वर्करहरू धेरै हुनुहुन्छ, टोलमा वर्करहरू हुनुहुन्छ। त्यो प्रति ध्यान आकर्षण छँदै छैन। के को बर्गर चाहियो यार, के को बर्गर चाहियो यार। वाडादेखि यदि वाडाले गराउँदैन भने पनि जनता कट्ठा गराएर कमसेकम बोराहरू कट्टाहरू माटोहरू राखेर टिकुरे बनाएर बाँसडन्डा गरेर केही रोकथामहरू त हुन्छ नि। त्यो के अरे उसको लागि मात्रै के को बर्गर चाहियो यार। म कसैको विरोधी पनि होइन, म एउटा स्वतन्त्र नागरिक हो, वार्ड नम्बर 7 शङ्करपुर गाउँको। तर मलाई दुःख लाग्छ रेड क्रसका साथीहरू पनि वार्ड नम्बर 7 मा जो सङ्गठन गर्नुभएको छ तपाईँहरू पनि राम्रोसँग यस्तो नबोलिदिनु होला कि त्यो ठाउँमा पानी घुसा छैन, त्यस्तो भएन, उस्तो भएन भनेर। तपाईँहरूकै घर रेड क्रसको साथीहरूकै घर दुईटा रेड क्रसको साथीहरूको घरमा पनि पुरै चारैतिर पानीले घेरेको थियो। तर उहाँहरूले दर्शाउनु भयो होला मेरो घरमा पानी बस्यो भनेर भन्नुभयो होला सायद। यस्ता खेलहरू खेल्नुहुन्छ तपाईँहरू, खेल्नुहोस्, केही छैन। तर एकचोटि चाहिँ यो भिडियोलाई यति सेयर गरिदिनुहोस् कि प्रधानमन्त्री केपी ओलीसम्म पुगोस् र त्यो क्षेत्रको बारेमा केही ध्यान आकर्षण जाओ। एमालेको सरकार छ, एमालेको वाडामा विकास भएको छैन। त्यहाँ अहिले होइन, काङ्ग्रेस आउँदाखेरि केही जालीहरू पडेको थियो, काङ्ग्रेसको पालामा केही कामहरू भएका थिए।
तर यो एमालेको सरकारमा त जुनै कुनै काम पनि भएको छैन। त्यो बुढीकुलोको बारेमा कुनै केही काम भएको छैन। यस विषयमा हजुरहरूको ध्यान आकर्षण जाओस्। एमालेका कार्यकर्ताहरू वाडामा गएर भत्ता पकाउने बाहेक अरू कुनै काम गर्नुभएको छैन। म कसैको विषयमा कुनै केही बोलेको पनि होइन, तर मलाई पीडा छ त्यही भएर बोलेको हो। म तपाईहरू कसैको केही नै उस पनि होइन, विरोधी पनि होइन, तर म एउटा स्वतन्त्र नागरिक हो। त्यसैले गर्दाखेरि हजुरहरूले एकचोटि यो मेरो भिडियो हेरिदिनु होला, सुनिदिनु होला, मेरो पीडाहरू बुझिदिनु होला। मेरो भन्दा पनि शङ्करपुर गाउँको पीडा बुझिदिनु होला। बिचारा तिनी कमया मुक्तिहरूका सुकुनवासीहरूका घरहरू डुबानमा पर्छन्, तिनीहरू बुझिदिनु होला तपाईहरूले। यहाँदेखि लगेर शङ्करपुरदेखि लगेर लालचीपुर, भिम्मापुर, खोलाको किनार जति छन् नि, खोलाको किनार जति, बुढीकुलाको किनारभरि जति छन्, जम्मै सुकुनवासी र कमया मुक्ति दाजुभाइ दिदीबहिनीहरूको घरहरू छ। तर जनप्रतिनिधिहरूले एउटा सिर्फ बोटको बेला आउनुहुन्छ, अघि पछि आउनु हुँदैन। उहाँ बाढीले प्रभावित भएको हुन्छ, पुरा डुबान पुरा भरेको हुन्छ, जनप्रतिनिधिहरू हेर्न पनि आउँदैनन्। वाडा न सदस्य आउँछ न वाडा अध्यक्ष आउँछ। त्यो क्षेत्रमा कोही मान्छे आउँदैन त्यहाँ हेर्न। रेड क्रसको साथीहरू आउनुहुन्छ, उहाँहरू हेर्नुहुन्छ। सङ्गठन मतलब वार्ड नम्बर 7 का रेड क्रसका साथीहरू हेर्नुहुन्छ। बाढीले पुरा छताछुल्ल भरेको छ, हाम्रो क्षेत्र त डुबेकै छैन, पानी त आएकै छैन भन्नुहुन्छ उहाँहरू। यस्तो छ का होस्। हस् त, धन्यवाद। अब दुःख माने मान्नुहोस्, सुख माने मान्नुहोस्। म एउटा स्वतन्त्र नागरिक हो। मेरो मनमा लागेको कुराहरू मैले सेयर गरेको हो। हस् त, धन्यवाद। मेरो भिडियोलाई एकदम धेरै फैलाइदिनु होला ताकि प्रधानमन्त्री केपी ओलीसम्म पुगोस्। एमाले सरकारले कुनै काम गरेको छैन वार्ड नम्बर 7 राजापुर नगरपालिकाको। हस् त, धन्यवाद।